हेलो दर्शन नमस्ते सो स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा हैन। फाइनली गाइज हामी चाहिँ रात परिसकेका छौँ घुम्दा आज हैन। मेरो बुढी चाहिँ यता छ नि हेर सालो अनि म पनि आउँदैछु गाइज हैन। बच्चा लगाएर हैन यो चाहिँ महल रहेछ, महल चाहिँ नभएर 5 स्टार होटल रहेछ। अनि गाइज बच्चै रात पऱ्यो क्या आज चाहिँ हैन। अनि आजको प्रस्तुति चाहिँ कस्तो छ भन्दाखेरि अब हिँडेर जानुपर्छ। गोजीमा 1 रुपियाँ दाम छैन, त्यही कारणले आज चाहिँ म भसक्कै हिँडिरहेको छु। मेरो बुढीलाई पनि हिँडाएको छु, हेर्न सक्नुहुन्छ। मेरो सालो पनि हेर्न सक्नुहुन्छ हैन। अनि के भन्न चाहन्छु भन्दाखेरि अब यहाँबाट मेरो रुममा जानलाई चाहिँ धेरै चाहिँ होइन, धेरै चाहिँ नभनौँ त्यस्तै 10-15 किलोमिटर अगाडि छ मेरो रुम चाहिँ गाइज। मेरो बुढी 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 मेरो बुढी चाहिँ हाराइसकेको छ। मेरो बुढी चाहिँ यहाँ छ है, यहाँ आइपुगेको छ मेरो बुढी। अनि यहाँ म धेरै चाहिँ बनाउन चाहन्न भिडियो है, अरूले जस्तो बनाउन चाहिँ आउँदैन मलाई, खासै हल्का फुल्का बनाउने हो। हेर्न सक्नुहुन्छ बच्चा लगाएर होइन एकदमसँगले के त भन्दा होइन भन्दैन। अनि फाइनली गाइज हो बुढी हामी त कुन ठाउँमा आइपुग्यो हेर्नुहोस् गाइज। हामी त यहाँ रुम नभेटेर खास के अरे बाटो नभेटेर घाँचा लगाएको छ होइन। बुढी बाटो नभेटेको उपलक्ष्यमा के भन्न चाहनुहुन्छ? बाटो नभेटेको बाटो नभेटेको भनेको गाइज बाथरुममा पो भन्छ कहानी। गाह्रो छ मलाई। सबै ठिक छ। अनि आजको लागि भिडियो यति नै। अनि अर्को भिडियोमा भेट्न चाहन्छु भन्दै आजको लागि यति नै भन्दै छुटिन चाहन्छु। बाई बाई गाइस। मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु होला अनि